अझै पनि ब्याग अलिकता छड्के यति रहेछ छड्के त पानीले के त्यो अब निस्किन्छ गर्मी एकछिन गर्मी ल उतैबाट होला उता 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 त्यो गाडी आएको नि त्यता होला कि कसम यो धौलागिरी त धौलागिरी नै रहेछ यार धौलागिरी के कत्रो ठुलो हो यार आमामामामा मैले सुनेको त्यति ख्याल नभएको हो हजुर हजुर यही हो र बाटो हो यार तपाईँ ए होला होला स्लटिङतिर आयो जस्तो बेनी जाने बाटो यही हो नानु बेनी जाने बाटो त्यो माथिको बाटो हो यहाँ माथिबाट उकालो जाने बाटो हो माथिको तलबाट सोध्नु पर्यो प्रश्न मेन रोड छ के माथिको कि तलको भन्नुपर्छ नि अरे दाइ यार डाउट लाग्यो हल्का हल्का डाउट लाग्थ्यो दाइ बेनी जानु त यहाँ लास्टमा गएर यता उपल्लो बाटो अरे त्यो एउटा बहिनीले फेरि यस्तै तेर्सो जानु भनेर यता देखाइदिएर बहिनी नि थाहा नपाएकी बहिनी है छिन अब नाभि लगाउनु भएको छैन र नाभि छ तर हामीलाई त मोटामोटी थाहा छ त्यो के नगर्ने भनेर हो अहिले छ बाटो खासै अब खासै उ त्यो त होइन हजुर हजुर त्यतिर ल गयो त्यहाँ हामी यता लाग्दाखेरि फेरि भन्न पर्छ नि कस्तो आइमे यही छैन अरे भाइ त्यो सबै सुविधा त अब हुने भएन यो हो कि कता हो फेरि अब बेनी बस पार्क ए बागलुङ बस पार्क
म्याप छैन भन्दै थियो। अरे म्याप स्यापमा के उयो टेन्सन लिने र यति होइन होइन ठिकै हो त्यो अङ्कलको कुरो पनि होइन त्यो सबै ठिक हो। आइमै पनि कुए सुरुमा छ माछा नि हिमाल पनि कति देखिने जताबाट नि हिमालै देखिने हो। अब त यार त्यो टोपी यार कालो यार हिजो मैले भात खाँदाखेरि त हुन्छ के लैजाने त्यहाँ त कता परेछ क्या राम्रो हो तर यो गाडी त यतैबाट आयो हामी सिधै छ होला।